back to my channel, guys. After a long time, I'm back with a new video. Now I'm going in the curry with my boys. How's the dose, guys? Yes, supporting that channel, मेरो आज हाम्रो फर्स्ट डे अफ कोरी हुँदैछ फर्स्ट डे कोरी आज हामी जिपमा गएर वहाँ सिक्लेस गइन्छ सिक्लेसबाट डाइरेक्ट अब हामी ट्रेकिङ हिँड्दै जाने गाडीमा जाने त्यस्तै हो हिँड्दै जाने हो त्यस्तै छ कोरीको बाटो हेर्दै गरौँला भन्दै गरौँला गाइस हामी चाहिँ सामान किनिसक्यौँ के अरे अब यिनीहरू चाहिँ कता किनेर खानेकुरा किनेर हामीले चाहिँ किनिसक्यौँ पोखराभरि पाउन सक्यो जाने त्यस्तै छ गाइस अब आज घाम लाएर मिठो भन्छ राम्रो हिमाल चाहिँ के छ कोरी पुग्दा जानु कस्तो होला र बवाल बवाल सिक्लेस पुगेपछि अब फाइनली गाइस सिक्लेस त नभनौँ तर हामी अहिले चाहिँ वेलकम टु छ नि त अन्नपूर्ण कन्जर्भेसन एरिया भन्ने हामी यहाँ चाहिँ रोकेका छौँ रेस्टको लागि एकैछिन ल गाइस अब सिक्लेस नै आउनै लागेको छ 24 किलोमिटरको बाटो होइन त्यसपछि अब अनि सिक्लेसबाट खाना खाएर हिँडिहालिन्छ हामी नि अहिले चाहिँ हामी रेस्टिङ टाइम यस्तो छ भ्यू अहिलेको चाहिँ गाइस एकदम मजा आउँदैछ कि अहिले बल्ल हाम्रो ग्रुपमा यहाँ यता हुनुहुन्छ हाम्रो इङ्गल सर यता हुनुहुन्छ हाम्रो रोजेस सर ए ल है ल शाहरुख खान पोज ल देन दे शाहरुख खान पोज देन टोपी ल्याइदियो त टोपी मेरो होला कुनामा यस्तै छ गाइस अब एकछिनपछि हामी हिँडिन्छ फेरि अनि सिक्लेसमा पुगेपछि यस्तै फेरि अहिले गाइस हामी चाहिँ अहिले यता सिक्लेसको बाटोमा आउनै पुग्यौँ कि त्यो अहिले चाहिँ यहाँ ऊ दाइ चाहिँ जिब्रेर यताबाट जानुहुन्छ यो रोडैहरू जानुहुन्छ क्या हामी चाहिँ हाम्रो केटाहरूले चाहिँ यहाँ यो पुलबाट जाने दरखास्त गरे क्या दरखास्त गर्दैछ अब हामी सबै केटाहरू यहाँबाट जाने हिँडोमा छौँ दाइ चाहिँ उताबाट उहाँ पारी आउनुहुन्छ उहाँ पारी अनि हामी चाहिँ उहाँ पारी भेट्छौँ दाइलाई अनि फेरि चढेर जाने अहिले चाहिँ हामी यहाँ केटाहरू यहाँ फोटो खिच्न लाग्छन् ड्रेस गर्न लाग्छन् यहाँबाट चढ्दै अब हिँड्दै जाने यस्तै छ बाटो के अनि होइन के भयो वाट ह्यापेन ब्रो यस्तै छ अब के गर्ने हो अहिले जाने कि एकछिन बस्ने यस्तै छ अब के गर्ने दाइ वानमा आर्मी हो नि त अनि ए उयो के गर्ने हिँड्दै गरौँ नि त दाइ त एकैछिनमा आउनुहुन्छ नि अहिले त्यहाँ त फेरि उहाँको झर्ने हेर नि झर्नु बवाल ए त झर्नु बवाल छ के अरे गीत गाउँदा फेरि यहाँको भ्यू यस्तै छ के गर्नु हामी यो पुल हिँड्छ अब बवाल हुन्छ बवाल के हो जथा भावी फोहोर नफालिदिनु होला अरे यस्तै छ अब यिनीहरू अब के गर्छ लकडा हो गाइस हामी आएको भ्लगमा यी सबलाई स्वागत खतरा भ्यू तपाईँहरूलाई अति है हामी आइसकेका छौँ यहाँ सन्दीपको भ्लगमा सबैलाई स्वागत छ हामी चाहिँ यहाँ हाम्रो मेन भ्लगर म हो के मेन भ्लगर मलाई दिएन भ्लग गर्ने उसको फोन हो है उयो खस्यो भने तना भन्छ र हल्का यस्तो गर्मै सानो बनाउँछ लास्टै सानो बनाऊ गाइस यस्तै छ हामी डर लाग्छ त सँगै हिँडौँ न त्यो सन्दीपसँग त के गर्नु म खोलामा नि बचाउन आफै डुब्छ ल यहाँ नि कसरी बचाउँछु त यस्तै छ गाइस हामी यस्तै हिँड्छौँ हेर तर यो हल्लाएर यहाँ झुत्रेको हेर त भ्यू यता बवाल यहाँ मान्दैन कुरो मान्दैन यो लले इल्लुमिनाटी बवाल छ बवाल जम भन त्यस्तो यस्तो छ यार सो गाइस वेलकम ब्याक पछाडी के सब आउन यता के त यताबाट किन यता कस्तो यताबाट यो त सब देख्नु पर्दैन अनि हामी फाइनली गाइस सिक्रेसमा आएको छ पुल तोडेर उहाँ बाजे हेर्दै हुनुहुन्छ हामीलाई
हामी अहिले छौँ अब जिप भर्खरै छिर्यौँ के हो हामी कता गयौँ देखाउँछ हाम्रो यो चाहिँ सिक्रेसको गाउँ भयो हामी चाहिँ अहिले सिक्रेस छिरिसकेका छौँ अब यस्तै गरी सिक्रेस पुगिन्छ अब बिहानदेखि केही खाइएको छैन गएर डाइरेक्ट भात खाने अनि सिधै कोही तर्फको बाटो हामी लागिन्छ मासु भात रे मासु भात यसले 3 थाल खान्छ रे हेरौँला अब यस्तै छ गाइज अब यहाँको यस्तो छ बाटो आहा नि हेर्दै हाम्रो भर्खरै छिरियो यहाँको बाटो नि बन्द हामी आज जुन बाटो आएको छौँ त्यो सबै बाटोमा यस्तै ब्लक छ के यो ब्लकहरू यस्तो खोल्दै हिँड्दै हामी आज फर्स्ट हुन्छ आएको यहाँको फर्स्टमा आएको भयो ब्लक खोल्दै हिँड्दै के सुन्दैन ल बाबा अनि यही मौकामा कितनी बजेको छ फाइनली गाइज हामी सिक्लेसबाट अहिले गाडीबाट झरिसक्यौँ सिक्लेस पुगेर यस्तो छ सिक्लेसको भ्यू हामी झऱ्यौँ आहा गाइजहरू रेडी भएका छौँ जानलाई अब हामी डाइरेक्ट होटलतर्फ लाग्छौँ होटलबाट खाना खाएर अनि त्यस्तै हो खाना खाएर एकैछिन रेस्ट गर्ने यताउता यता हेर्नु भन्दा नि डाइरेक्ट खाएर तासातिर लाग्ने रे तासाबाट अनि हामी कहाँ पुगिन्छ हेरौँ तासामा एक दिन बसिन्छ अनि हामी यहाँ उसमा बस्ने चाहिँ सिक्लेसमा बस्ने चाहिँ फर्किँदाखेरि बस्ने रे त्यो दिनमा अहिले चाहिँ नबस्ने रे सबै बुट गम लाएर आएका छन् यो रोशन र म मात्रै चप्पल लाएको छौँ अब अहिले खाना खासी यहाँ हाम्रो जुत्ता त यहाँ छ नि त अहिले खाना खाएपछि लगाउने अनि जाने हो त त्यो मिठो भ्यू छ क्या सिक्लेसमा नि अब ल गाइस आज हामी ट्रेकिङ आएको होइन हाम्रो रोजी 4 खुट्टी भएर हिँडिरह हेर्नु त यहाँ आमा 4 खुट्टा त्यहाँ इङ्गल बिने अनि हाम्रो त्यहाँ रासर मान्छे कति कालो भइरह अगाडि हिँड्छ अनि हाम्रो सन्दीप मेन भ्लगर चाहिँ अगाडि हिँडिरह कसैलाई फेरि भिडियोकै दिन्छ अरे ठिक छ पछि गएर हेर्न कस्तो मजा आउँछ राज हाम्रो रोजीलाई चाहिँ भके भयो मुखमा नझुक्छ करा त्यति धेरै इको साउन्ड आउँदैन सर्छ है कुनै डाँडामा त कस्तो इको साउन्ड आउँछ डाँडा नजिक हुनु परेन नजिक भयो इको हुन्छ त्यही खोलाको साउन्डले खाइदिरहेछ भने गरे एकडा ल यता हेर कर ल ओए ल गाइस आज हामी फेरि आइपुगिसक्यो है ल गुरुङ ब्रदर तासामा ल होटल ब्रदर तासामा आइपुग्यो हामी है यहाँ कन्ट्र्याक्ट गर्नु हुन सक्नुहुन्छ यहाँ 6 नम्बर हेर्नु यहाँ कता हो यहाँ हाम्रो ओनर चाहिँ यता हुनुहुन्छ कुनामा कालो लगाउने अनि हाम्रो चाहिँ यहाँ गाइजहरू अझै अर्को आउँदैछ होइन यहाँ चाहिँ दाइहरू छ हाम्रो झोला यता छ होइन अर्को गाइजहरू चाहिँ अब आउँदैछ होइन आउँदैछ
आज चाहिँ ट्रेकिङ चाहिँ फर्स्ट दिनमा चाहिँ दामी भइरहेको छ होइन भ्यू पनि यस्तो दामी खोलिरहेको छ हजुरहरू पनि आउनु सक्नुहुनेछ होइन अब यसो रुमतिर हेरिदिउँ न होइन अब यसो रुमतिर हेरिदिउँ न कस्तो जान्छ अब ओहो रुम ल हेरौँ गाइस रुम पनि राम्रै छ ओ बत्ती खतरा रहेछ है यो बालम न यो बाला नै कसरी बाल्ने मोबाइल हुन्छ म पनि गोरा आउँछु अब चाहिँ सो हामी फाइनली होटल ब्रदर्समा आइसक्यौँ ए ब्रदर्समा आइसक्यौँ हामी 3 जना चाहिँ आयौँ खतरा छ खतरा एकदम खतरा मेन भ्लगर चाहिँ अझै आउन बाँकी छ किनभने चाहिँ अलि हाम्रो एकजना साथी अलि कम हिँड्न सक्यो त्यो एउटा मोटे 4 खुट्टे लाएर हिँडिरहेको ल आजलाई यति नै डे 1 सक्यो हाम्रो आज Our first day of Tasa trekking is in here guys. अनि हामी अहिले तासाको होटलमा छौँ खाना खान लागेका छौँ धेरै भइसकेको छ बाहिर हेर्दाखेरि हामी आउनु त अघि नै आएको तर आउनु त अघि नै आएको तर रेस्ट गऱ्यौँ हात खुट्टा धुँदाखेरि अलिक ढिलो भयो अहिले खाना खान लागेको धेरै छ 7 बज्यो होला यस्तो रेडी छ यहाँ खाना खाना अब हामीलाई यहाँ हस्पिटल दिएन केटाहरूले त्यहाँ अब हजुरहरू आउनुहुन्छ भने यो होटलमा आउनुहोस् तर यता तासातिर चाहिँ एनसेलको चाहिँ उस चल्दैन एनटिसीको चाहिँ चल्छ एनटिसीको भन्ने चाहिँ फाइदा छ है गाइस केटाहरू यहाँ खाना लागेका छन् अब है अब यस्तै छ अब खाना खाने अनि भोलि बिहानै हाम्रो खाजा खाएपछि हाम्रो कोरीको ट्रेकिङ सुरु हुन्छ गाइस फेरि अहिले चाहिँ हामी यहाँ खाना लागेका छौँ अनि रेस्ट गर्नु खाना आउँछ एकछिनमा न फिल कस्तो छ केटा एकदम बवाल रोजित आज थकान मिटेछ किट्टोले केही छैन अब हामी खान्छ अनि एकछिनमा अब खाएर एकछिन रमाइलो गर्ने होला अनि सुत्ने त्यस्तै त अरू के छ र कपाल